नमस्कार दर्शकबिनहरु, स्वागत गर्न चाहन्छु हजुरहरुलाई मेरो यस युट्युब च्यानल दिनेश भाइको तर्फबाट। हजुरहरुले कहाँबाट मेरो भिडियो हेर्दै हुन्छ कृपया कमेन्टमा बताउनु होला, साथै मेरो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। हजुरहरुको माया र साथले गर्दा यस्तै भिडियोहरु म निरन्तर रूपमा लिएर आइरहने छु। हेर्नुस् त, हाम्रो देश एक धार्मिक हिसाबले पुरानो हिन्दू राष्ट्र पनि हो र अहिले धर्मनिरपेक्षता भएको छ हाम्रो देशमा। तर हाम्रो देशमा आध्यात्मिक कुराहरू धेरै हुन्छन्, यसलाई तपाईहरुले नकार्न सकिँदैन हो। आध्यात्मिक हिसाबमा र धार्मिक हिसाबमा हाम्रो देश पुरानो नै सोच र पुरानै विचारधारामा अझै पनि गइरहेको छ। किनभने अहिलेको विज्ञानको युगमा, अहिलेको 21औं शताब्दीमा आएर पनि हामीहरू पहिलेकै रूढिवादी परम्परा अनुसार नै चलिरहेका छौँ। हेर्नुस् त, आज देशमा यति ठुलो दुर्घटना भयो, यति धेरै बाढी पीडित भए, यत्रो ठुलो वर्षा भयो, यति धेरै विध्वंस भयो, तर एउटा ज्योतिषले के भनिरहेका थिए हेर्नुस् त, उनको भनाइ सुन्नुस्। मौसम विज्ञानलाई चुनौती दिएका ज्योतिषी हरिहर अधिकारले मचाए फण्डा, स्टाटस पनि हटाए, माफी पनि मागे। मौसम विभागको अनुमानलाई सामान्य भन्दै सामाजिक सञ्जालमा सामान्य वर्षा मात्र हो र ठूलो क्षति हुँदैन भन्ने भ्रम फैलाएका ज्योतिषी हरिहर अधिकारले माफी मागेका छन्। सरकारी संयन्त्रले नेपालमा असोज 18 गतेदेखि 20 गतेसम्म ठूलो पानी पर्ने अनुमान र सुरक्षा चेतावनी दिइरहँदा समेत आफूलाई ठूलै ज्योतिषी भविष्यवाणी गर्न जान्दछु भन्ने ज्योतिष हरिहर अधिकारले अन्ततः त्यो आफूले लेखेकै कुराबाट पछाडि फर्कनु परेको छ। हो, कुलमान घिसिङले पनि भनिरहेका छन् कि मन्त्रीले पनि भनिरहेका छन् कि ज्योतिषीको कारणले गर्दा पनि देशमा धेरै दुर्घटना। ज्योतिषीहरूले यो चाहिँ यो हुँदैन, यो गलत हो भनेर भनेको कारणले पनि लाङटाङमा चाहिँ त्यसरी ट्रेकिङमा जानुभयो कि भन्ने कुराहरू पनि छन् हैन। हामीले त पटक पटक भनेका थियौँ, सबैले जानकारी दिएका छौँ, त्यहाँ सिडिओ कार्यालयमा जानकारी दिएको छ। त्यति गर्दा गर्दै पनि उहाँहरू त्यसरी लाग्नुभयो। यो गलत हिसाबले यो इन्फर्मेसनलाई चाहिँ गलत किसिमले इन्टरप्रिटेसन पनि गर्न हुँदैन। त्यस्तो भयो भने सरकारले त्यो तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। भयो भनिरहेछन्। भविष्यवाणी गर्ने विभिन्न सूत्रहरू हुन्छ भन्छन्, त्यो सम्बन्धित शास्त्रीय ज्ञान हामीलाई थाहा हुने कुरो भएन। त्यसमा होला केही विधिहरू, प्रक्रियाहरू होला, तर देशको विकराल स्थिति, देशमा देशमा भइपरि आउने दुर्घटनाको बारेमा पहिले नै मौसम विज्ञहरूले पहिले नै सूचित गराइरहेका थिए, विभिन्न सूचनाहरू गराइरहेका थिए। त्यहीको आधारमा जनतालाई सचेत गर्नलाई सरकारले पनि आफ्नो तर्फबाट सकेसम्म प्रयास गरिरहेको थियो। विभिन्न माध्यमबाट सूचना दिनेदेखि लिएर अग्रिम सूचनाहरू दिने, विभिन्न माध्यमबाट जनतामा जागरुकता जगाइरहेको थियो। तर ज्योतिषीले के भने त हेर्नुस् त, यस्तो गलत कार्य गर्ने ज्योतिषीलाई पहिले कारबाही हुनुपर्छ। ज्योतिषीको नाममा जे बोल्ने पनि भाइरल हुन पाउने, भोलि जेसुकै परि आइलागोस् भनेर बोल्ने यो प्रवृत्तिको लागि कारबाही हुनुपर्छ यस्तो ज्योतिषीहरूलाई। देशको विकराल स्थिति ल्याउनमा यस्तै ज्योतिषीहरूको पनि हात हुन सक्छ। कहिले के विषयमा जहिले भविष्यवाणी गरिरहेका हुन्छन्, ताकि त्यो भविष्यवाणीले भोलि देश र जनताको लागि के असर पर्छ भन्ने कुरो यिनीहरूलाई थोरै पनि फिकर छैन।